अदालतद्वारा राजु पाण्डेको निलम्बन फुकुवा। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेश गर्न रोक लगाउने विषयमा जेठ 20 मा उनीमाथि छानबिन गर्न भन्दै 6 महिनाका लागि निलम्बनको पत्र पठाइएको थियो। न्यायाधीश ऋषिराज भण्डारी र दिल्ली रत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार जेठ 4 गते निलम्बनको निर्णय कार्यान्वयन नगर्न र सोही पदमा काम गर्न दिनका लागि आदेश दिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले बताएकी छिन्।